हामी चाहिँ जाँदैछौँ अब। हेलो हाई भन। हिँडेको चोभार जाँदै हामी जल गणेश मन्दिरतिर। कोठाबाट हिँडेको सोध्दै जानुपर्छ। प्लटिङ पुरै जग्गा प्लटिङ गरे। के गरे छोरी? सिधा खुट्टा तिम्रो माथि गर न। छोरी सिधा गर न, बाबालाई अप्ठ्यारो नगराइदेऊ आज। खुट्टा माथि राख ल। आजको त पुरै आएन मान्छेहरू सिमी। हजुर सिमी खेल्न मान्छे टन्दै छ। पुरै मान्छेहरू यो तरकारी गराउन पाएको छैन। भाडामा चाहिँ जग्गा अलि ठिकै सस्तै छ नि त यता। चोभारको वारी पिपलको बोटतिर चाहिँ हामी आयो। आमामा कस्तो उछाल्यो त। ए लुट त्यो यो चोभारको पिपल बोट। कस्तो छ मलाई यो त हामीलाई यो त्यहाँबाट नै यहाँबाट जाउँ न। सानो झरा झरा हामी झरेर हिँडेको होइन नि, हिलो हिलो भएर साथीहरू। लौ न यो बाउ छोरी त कस्तो राम्रो फुल छ भाइ। बसु बाबा। तिम्रो खुट्टा माथि ल्याउनु छोरी, माथि माथि तिम्रो खुट्टा माथि खुट्टा पनि माथि। रोड बनाउन लाग्छ। नाना बाबुको किन बनाइरहेको रहेछ रोड, कहिले होला यो। बिस्तारै
जानुपर्छ अब ये नजिकै त हो र चाहिँ त्यो पार्क गुड गुड यहाँबाट माथि जाने बाटो रहेछ त अनि बाइक चाहिँ कहाँ छ फाइनली गाइज बाइक पनि पार्किङ गऱ्यौँ हामीले अब पार्क आइपुग्यो कहाँको कान्छ तिमी मञ्जुश्री पार्कबाट गुड फाइनली गाइज अब हामी पार्कतिर हिँड्न थालेको हजुर हो नि मञ्जुश्री पार्क फाइनली गाइज हामी चाहिँ मञ्जुश्री पार्क हेरिरहेको राम्रो कति धेरै जमिनहरू खाली रहेछ यहाँ हाम्रै दोकान नपुग्ने रहेछ क्या हजुर अनि मैले चाहिँ नि बुढोलाई अब त्यो जल गणेश मन्दिर होला त्यो नि हजुर खेल्ने ठाउँ माथि छ जाम्ला बिस्तारै कस्तो डर लाग्दो रहेछ फाइनली गाइज खै त अनि मञ्जुश्रीले कुटोले काटेको भन्ने ठाउँ चाहिँ छोड्लो फाइनली गाइज काठमाडौँ उपत्यकाको पानी काटेर त्यो त चाइनाबाट आएको मञ्जुश्रीले कुटोले मात्रै गुदेर काठमाडौँ उपत्यका बस्ती बसाल्न सानो गण्डकी वाउ कस्तो काठमाडौँ उपत्यकाको बस्ती बसाउन एकदमै उ गरेको रे क्या